हेलो गाई डिसिप्लाई काउन्ट साथीसँग गएँ साथीलाई अनि भने ओइ फेमस हुने हो भनेको साथी भग भग यहाँ बिजनेस कला फेमस होइन त महँगो क्यामेरा र यत्रो महँगो फोन ल्याएको छ साथी ब्लगिङको चक्करमा रोडमा माग्दै हिँडेको चाहिँ देख्नु नपरोस् है त फेरि भाग भने त्यसलाई अनि होइन जाउँ घुम्न जाउँ भने अनि साथीलाई होइन त घुम्न लिएर जान्छु भने लास्ट टाइम त घुम्न लिएर गयो बाइक डोडाउँदै घुमायो साथीले अब तेल सकेको बाइक लिएर आइज अनि यसलाई छोडिदिएँ मैले त्यसपछि दाइसँग गएँ म ल यो चाहिँ हाम्रो दाइ है त नयाँ दाजु दाइ चाहिँ रिटायर वारेन्ट अफिसर है त जमदार लेभलको कमेन्ट गर्दाखेरि ध्यान दिएर गर्नु होला अनि यहाँ दाइले हो कि भाउजू पनि छैन बच्चा पनि छैन आज तँलाई ट्रिट दिन्छु पार्टी दिन्छु भने दाइको दाइकोमा गएँ ल दाइको घर आइपुग्यो अनि दाइको बाइक राख्यो अनि यहाँ खरायोलाई एकछिन जिस्काएँ आउँदै अनि दाइको कौशल भ्युजहरू हेरेँ त्यसपछि नि हजुरबा लिएर हामी लखर 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 निस्क्यो त अनि यहाँ दाइको जग्गा माथिमा पुग्यो होइन दाइ भन्छ 18 लाख है त अनाको 18 लाखमा किन्ने भए हामी कहाँ जाँदैन ल भन्नु त किन आउला नि दाइ 9-10 वर्ष भने हेलो अहिले हामी चाहिँ माथि स्काई वाक टावर जान लाग्यो लखर 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 निस्क्यो फेरि लखर लखर हिँड्दा हिँड्दा ल पुग्यो है त ल हामी माथि चाहिँ स्काई वाकमा चाहिँ भ्याएन तर होटेलसम्म चाहिँ आइपुग्यो अनि ल भोक लाग्यो खाना है केटा खुवाउँछु तिमीहरूलाई ट्रिट दिन्छु भन्नु दाइले होइन अनि एउटा फोटो भिडियो सर्ट लिँदै बसेँ अनि दाइ भन्नु खोइ मेरो खानै आउँदैन अलि भोक लागिसक्यो अनलाइन अर्डर गरौँ कि क्या भने तर फाइनल्ली आयो त ल हाम्रो ढिँडो खाना लोकल है त लोकल मासु खायो दबाएर ल दाइ के भन्नु चाहिँ यहाँ आज धेरै समयपछि दाजुभाइसँग यसो सँगै बसेर ढिँडो खाँदैछौँ लोकल कुखुराको मिठो स्वादिलो ढिँडो हेर्ने तामाङ के केही भनिदिन्छ ल 2 थाल ढेँडो खायो होइन त्यसपछि काठमाडौँ भ्यालीको भ्यू चाहिँ यो हो क्या मजाले कस्तो राम्रो देखिएको है त सबै कभर हुने रहेछ ल भाइ ल